चाहिँ हाम्रो भाउजू एकदम रेडी हो आलु खन्नुको लागि जान आँटेको हामी चाहिँ खाइदिइहाल्नु नि एउटा त्यो कुन पऱ्यो गीत म त तिम्रै मायामा परे बदिलै भर्खर उठ्दै थियो है भाउजू हेर्नु भर्खर उठेर लुगा धुँदैछ झुल्दै धुँदैछ नि हौ अल्छी छोरी आलु खन्नु गएको पापा चाहिँ सुर्ती खाँदै बसिरहेको ल हाँस्दिनु फेरि गएको हामी चाहिँ आयो गम्मुटले हल्छ है नि काँसा जो छैन रहेछ भरे भरे काट्छ होला कोपी हिँडेर गएछ कोपी त है उडी गएको आएछ त कोपी त झ्याङदेखि उड्नु आँटेको जस्तो छ त यहाँ सबै यो लसन अस्ति उयोले टेकेको नि के त गाईले अन्त किन ठुल्ठुलो हुन्छ अरे नि गाँठो मुनिको भन्छ हौ यस्तो लडाइ चाहिँ गाँठो ठुल्ठुलो हुन्छ भन्छ ए बाँध्यो भने पो त साँच्ची चट्याङ फुल भन्छ नि हामीले चट्याङ फुल देखो हामी दिएको के भन्छ त्यसलाई चाहिँ चट्याङ फुल भन्थ्यो त दामी छ यस्तो निकालेर हामी चाहिँ उयो लाउँथ्यो कानमा चट्याङ फुल अरे मलाई नाम याद छैन काँधैमा खाता यहाँ आउनु न यहाँ ऐनामा के सर हाँस्छ क्या लगाउनु त एकछिनहरू दुईटा लाउनु दुईटा लाउनु दुईटा लाउनु लाउनु न गम्पुट लगाएर छ नि त तपाईँले चाहिँ ए अँ रहेछ रायो सिम रायो आउँदैछ के यो कोपी त ज्याङ मात्रै ठुलो रहेछ है मकै छ त्यहाँदेखि मकै मैले मकै लगाएको छु यहाँ गोड्ने बेला भएछ मकै पनि गोडिदिनु पर्छ खोर्सानी पनि रहेछ नि यहाँ है तेरो जाङ त्यो मैले रोपेको अस्ति ए खोर्सानीको बिउ हामी दल रहेछ ए खोर्सानीको दल रहेछ चाहिँ मकै पनि गोड्ने बेला भएछ आज चाहिँ यस्तो घाम लागिरहेछ कि बाफेर मरिन्छ होला हौ हामीले चाहिँ यहाँदेखि यहाँसम्म मात्रै खन्यो हो अहिले चाहिँ कति 9:30 मात्रै हुँदैछ यस्तो बेसी गरम बाफ्रे सकिँदैन रहेछ अहिले है